हेलो गाइज, आज म हजुरहरूलाई गोल्डन जुबली स्कलरशिपको बारेमा मोस्ट इम्पोर्टेन्ट कुराहरू सेयर गर्न जाँदैछु। सो प्लिज ध्यान दिएर सुन्नु होला यो भिडियोलाई। यसले तपाईँको डाउट्सहरू पक्कै पनि क्लियर गर्नेछ। बट बिफोर द्याट हजुरहरूको लागि एउटा खुसीको खबर छ। जसले स्कलरशिप फर्म भर्न छुटाउनु भएको छ उहाँहरूको लागि लास्ट डेट अझ एक्सटेन्ड गरिएको छ, जुन हो मङ्सिर 4 गतेसम्म। सो गाइज प्लिज मेक स्योर यो लास्ट डेटभित्र तपाईँहरूले आफ्नो फर्म भर्नुहोला। सो नाउ लेट्स मुभ इन्टु द मेन पार्ट। सो हजुरहरूको क्वेसन्सहरू यस्तो हुने गर्दछ। सिटिजनशिप रिलेटेड रिक्वायरमेन्ट्स, percentage conversion for grades or marks, I haven't joined college yet, am I still eligible to apply for the scholarship, issue date of the documents। यो क्वेसनहरू ममा पनि हुन्थ्यो पहिला जब मैले गोल्डन जुबली स्कलरशिपको फर्म भर्थेँ। सो नाउ लेट्स क्लियर इट। सिटिजनशिप सर्टिफिकेट यहाँ तपाईँले आफ्नो अपलोड गर्नुपर्ने हुन्छ। यसमा स्याम्पल पनि दिएको छ। जब यहाँ क्लिक गर्नुहुन्छ तब एउटा स्याम्पल निक्लिनेछ जुन यस्तो प्रकारको छ। यो स्याम्पल हेरेर तपाईँले आफ्नो सिटिजनशिप सर्टिफिकेट यसरी नै अपलोड गर्नुपर्छ। तर मेन थिङ इज यदि तपाईँसँग आफ्नो सिटिजनशिप सर्टिफिकेट छँदै छैन र बनाएको छैन भने यो केसमा तपाईँहरूले आफ्नो बर्थ सर्टिफिकेट पनि अपलोड गर्न सक्नुहुनेछ। यदि बर्थ सर्टिफिकेट पनि बनाएको छैन भने तपाईँले आफ्नो बुवाको सर्टिफिकेट मात्र अपलोड गर्दा नि त्यसले पनि काम गर्छ। र अब बुवा मम्मीको सिटिजनशिप सर्टिफिकेटको कुरामा, बुवा मम्मीको सिटिजनशिप इज कम्पलसरी, सो प्लिज अपलोड गर्नुहोला। र यदि यो दुईटा मध्ये तपाईँहरूसँग एउटा कसैको छैन भने यहाँनिर अन्डरटेकिङको एउटा फर्म छ जुन स्याम्पल छ, यसलाई क्लिक गर्नुभयो भने यस्तो टाइपको एउटा अन्डरटेकिङ फर्म आउँछ। यो भर्नुहोला र यो भरेर फेरि सबमिट गर्न सक्नुहुन्छ। अब कुरा आयो पर्सेन्टेज कन्भर्जन सर्टिफिकेटको। द्याट इज नट compulsory as you can see। रेड एस्ट्रिक मतलब इट्स कम्पलसरी, रेड एस्ट्रिक छैन भने इट्स नट कम्पलसरी। सो यो अपलोड नगर्दा नि केही फरक पर्दैन। र अब कुरा गरौँ प्रिन्सिपल लेटरको। सो प्रिन्सिपल लेटर इज कम्पलसरी। सो तपाईँ कुन कलेजमा जोइन हुनु भएको छ भन्ने कुरा मेन्सन हुनैपर्नेछ लेटरमा। सो यदि कुनै कलेजमा तपाईँ जोइन गर्नु भएको छैन र पछि जोइन गर्ने सोच्दै हुनुहुन्छ भने इट वोन्ट वर्क। सो तपाईँको फर्म रिजेक्ट हुनेछ यदि प्रिन्सिपल लेटर तपाईँको बनेको छैन भने। सो यो कुरालाई प्लिज ध्यान दिनु होला। अब कुरा आयो तपाईँको इन्कम सर्टिफिकेटको। इन्कम सर्टिफिकेट इज अल्सो कम्पलसरी। यो अपलोड गर्नै पर्ने हुन्छ। र इन्कम सर्टिफिकेट अपलोड गर्दाखेरि ध्यान दिनुपर्ने कुरा, तपाईँको इन्कम सर्टिफिकेट लेटेस्ट हुनुपर्छ, यानि कि 3 महिना अगाडि निकालेको हुनुपर्छ। यदि 3 महिनाभन्दा पुरानो 6 महिना 1 वर्ष अगाडिको इन्कम सर्टिफिकेट अपलोड गर्नुहुन्छ भने त्यो फर्म तपाईँको रिजेक्ट हुनेछ। यति गरेपछि जब तपाईँले आफ्नो फर्म सबमिट गर्नुहुनेछ यस्तो टाइपको एउटा एक्नोलोजमेन्ट रिसिप्ट आउनेछ। यो रिसिप्टलाई तपाईँले सम्हालेर राख्नुपर्ने हुनेछ, किनकि फ्युचरमा एम्बेसीसँग कुनै पनि कम्युनिकेसन गर्दाखेरि यसको रिसिप्टको बेसमा तपाईँले कुरा गर्नुपर्ने हुनेछ। अब कुनै यदि टेक्निकल इरर आयो र तपाईँले फर्म एडिट गर्नुपर्ने भयो भने यहाँ तल दिएको फर एनी टेक्निकल इस्यु भन्ने मेसेज छ। यसमा जब तपाईँ क्लिक गर्नुहुन्छ यस्तो टाइपको एउटा डायलग बक्स ओपन हुनेछ र यसमा तपाईँले आफ्नो डिटेल, नाम, मेल आइडी, कन्ट्याक्ट एड्रेस, नम्बरहरू सबै राखेर पठाउनु पर्ने हुनेछ आफ्नो इस्यु सहित। जब यो गर्नुहुन्छ उहाँले तपाईँको प्रब्लम सल्भ गर्नेछ। सो अब लाग्ला तपाईँहरूलाई कि यो इन्फर्मेसन अथेन्टिकेट छ त? यसको एन्सर हो यस, 100% अथेन्टिकेट छ, किनकि यो इन्फर्मेसन इन्डियन एम्बेसीसँग टेलिफोनिक कन्भर्सेसनबाट क्लियर गरिएको हो। इफ अझै डाउट लाग्छ भने हजुरहरू पनि कल गरेर क्लियर गर्दा हुन्छ। सो हस् त गाइज, थ्याङ्क यू फर वाचिङ दिस भिडियो। आई होप तपाईँको सबै डाउटहरू क्लियर भयो होला। एन्ड फाइनल्ली बेस्ट अफ लक फर यर स्कलरशिप। होप यो भिडियोले तपाईँहरूलाई धेरै मद्दत पुर्याउनेछ। हस् त गाइज, थ्याङ्क यू फर वाचिङ दिस भिडियो।